हेलो सबैजनामा आज चाहिँ साहसी चाहिँ मम्माको स्कुल जानुभएको थियो सरस्वती पूजा परेको हुनाले पनि उहाँ एडमिसनको लागि चाहिँ जानुभएको होइन मम्मासँग घुम्नको लागि चाहिँ जानुभएको एन्ड फुल इन्जोय गर्नुभयो उहाँले आजको दिन चाहिँ सरस्वती पूजा परेको हुनाले बसन्त पञ्चमी राम्रो दिन परेको हुनाले साहसको फर्स्ट हेयर कट गर्ने चाहिँ निर्णय गरियो बिहान पख चाहिँ उसको साइडमा चाहिँ उसको मामाले चाहिँ थोरै हेयर कट गर्नुभयो र पछि आएर हामी बार्बर शपमा चाहिँ उसको कपाल काट्न लाग्यौँ सुरुमा चाहिँ सो एक्साइटेड आफ्नो कपाल काट्नको लागि के भयो भनेर पछि चाहिँ बोर नै भयो ऊ चाहिँ एन्ड यो चाहिँ पछिको लुक कपाल काटिसकेपछिको लुक एन्ड त्यसपछि चाहिँ हामीहरू चाहिँ भोक लागेर हल्का भोक लागेर खाजा खान गयौँ खाजा खान जाँदा यो दुई भाइको हेर मस्ती हो कि चकचक हो कि के हो ओ माई गड यो केटाकेटीहरूलाई बाहिर लिएर हिँड्नु भनेको चाहिँ टु बिग डिल भइसक्यो हाम्रो लागि चाहिँ कहिले टेबलमा हानेका छन् कहिले गिलास फालेका छन् कहिले के गरेका छन् यतिकै गर्दा गर्दा हाम्रो अर्डर पनि आइसक्यो अन्त अर्डर आइसकेपछि हामीहरू चाहिँ खानामा चाहिँ इन्जोय गर्न चाहिँ लाग्यो चकचके हेर्नु कति चकचके छ यो हो भगवान् त्यसपछि चाहिँ घरमा आउने बित्तिकै ब्याक टु सुस्मितालाई रिसिभ गर्नको लागि उनीहरू चाहिँ 1.5 वर्षपछि चाहिँ नेपाल आउँदै थिए सो वी आर सो एक्साइटेड टु मिट हर तर ऊ चाहिँ रिसले फायर भएकी थिए किनभने उसलाई चाहिँ ढिलो भइरहेको थियो उनीहरू चाहिँ अगाडि नै आएर बसिरहेका थिए एन्ड सरप्राइज पनि भएको थियो म मम्मी सङ्गीता जानु भनेको उसलाई चाहिँ होइन हातमा चाहिँ फुलको बुके देख्दाखेरि त धेरै नै खुसी भइहाली त्यति भयो चाहिँ हामीलाई के चाहियो होइन अनि आरबलाई यसो भेटौँ भनेको आरब त हामीलाई फुल के अरे इग्नोर मुडमा चलिरहेको थियो हेर नि हेर पुरै इग्नोर हानिरहेको थियो हामीलाई त पछि उनीहरूलाई घरमा छोडेपछि आज राम थापा सरको बर्थडे परेको हुनाले पनि हामीले घरमा आएर केक कट गऱ्यौँ हामीले अनि त्यसपछि राम सर चाहिँ आफ्नो साथीहरूसँग बर्थडे सेलिब्रेसन गर्न जानुभयो हामी चाहिँ एकदमै दिनभरिको थकान मेट्नको लागि चाहिँ बिस्तारामा गुटुङ लागेर चाहिँ सुत्यौँ सो आजको दिन यसरी नै बित्यो थ्याङ्क यू बाई बाई